यो क्वेसन चाहिँ फोर्स च्याप्टरबाट रहेको छ। यो लङ क्वेसन हो। यहाँ क्वेसन चाहिँ यसरी दिएको छ। The mass and the radius of the moon are 7.2 into 10 to the power 22 kg and 1.7 into 10 to the power 3 kilometer respectively. Calculate the acceleration due to gravity of the moon and the weight of a 60 kg mass on the moon. अब हामीले यहाँ के बुझ्नुपर्छ भनेपछि यहाँनिर हामीले दुईटा कुराहरू निकाल्न लगाएको छ। एउटा रहेको छ एक्सेलरेसन ड्यू टु ग्रेभिटी अफ द मुन, अनि अर्को भनेको चाहिँ नि 60 केजी वेट भएको मास चाहिँ नि मुनमा कति हुन्छ भन्ने कुरा निकाल्नु पर्ने छ। अब हामीले सुरुवात सोलुसनबाट गर्नुपर्छ। सबैले कुरा थाहा छ। मैले सोलुसन लेख्छु यहाँनिर। अब यो सोलुसन लेखेपछि अब हामीले थाहा दिएको कुरा, यहाँ क्वेसनमा दिएको कुराहरू हामी लेख्नेछौँ। के कुरा दिएको छ त भन्दाखेरि मास अफ द मुन दिएको छ। मुन यो चाहिँ बिग मास, बिग एमले जनाउँछ। कति दिएको छ भन्दाखेरि 7.2 into 10 to the power 22 केजी दिएको छ। अनि अर्को के दिएको छ भनेपछि रेडियस अफ द मुन, रेडियस पनि दिएको छ नि त, RADI रेडियस अफ द एन्ड मुन। यसलाई चाहिँ नि हामी सानो आरले जनाउँछौँ। कति दिएको छ भन्दाखेरि 1.7 into 10 to the power 3 किलोमिटर दिएको छ। अब यहाँनिर यसलाई किलोमिटरमा दिएको छ यो। अब किलोमिटर दिएको कुरा हामी सबले थाहा छ, मिटरमा लानुपर्छ भने, किनकि लेन्थको एज अ युनिट भनेको मिटर हो भनेर। अब हामी यसलाई मिटरमा लानुपर्छ। मिटरमा कसरी लाने भन्दाखेरि 1 मिटर भनेको 1 मिटर कसरी लाने भन्दाखेरि अब 1 किलोमिटर बराबर कति हुन्छ 1000 मिटर हुन्छ नि त। अब भनेपछि त अब 3टा जिरो यहाँनिर 3मा 3टा जिरो थप्नुपर्छ। अब हामीले यसरी 1.7 into 10 to the power 3 छ भने अब अर्को 3 एड गर्ने भने 6 मिटर लेख्ने। अब हामीले के कुरा पत्ता लगाउनु पर्यो भन्दाखेरि एक्सेलरेसन ड्यू टु ग्रेभिटी र वेट अफ 60 केजी मासको कुरा गर्यो। ACCELATION acceleration due to gravity अब लेखेको छु मैले, ड्यू टु ग्रेभिटी AITY ग्रेभिटी G इक्वल्स टु वाट, अनि अर्को भनेको वेट अफ 60 केजी मास, WEIGST वेट अफ 60 केजी मास इक्वल्स टु वाट भनेर लेख्ने। यति कुरा बुझ्नुभयो होला के भने हियर लेख्ने, HERE हियर। अब तपाईहरूले सायद फर्मुला पढ्नु भएको छ होला, एक्सेलरेसन ड्यू टु ग्रेभिटी कसरी निकाल्छ भनेर। हामी फर्मुला रहेको छ G इक्वल्स टु GM/R स्क्वायर। यो फर्मुला पक्कै पनि तपाईँहरूले पढ्नु भएको छ है त। तपाईँहरूले कन्फ्युज नहुनु होला, क्यापिटल जी देखेर हामी पढिसकेका छौँ पाठमा, बल भन्ने पाठमा, फोर्समा
यो क्यापिटल जी भनेको चाहिँ नि ग्रेभिटेसनल कन्स्ट्यान्ट हो जुन चाहिँ हेनरी क्याभिन्डिसले पत्ता लगाएको थियो। अनि यो जी को भ्यालु हामी सबैले थाहा छ होला पक्कै पनि, थाहा छैन भने पनि तपाईँहरूले याद गर्नुपर्छ इक्जाममा। जी को भ्यालु चाहिँ नि 6.67 इन्टु 10⁻⁻11 हुन्छ। अब हामीले यो भ्यालु राखेर चाहिँ हामीले यसलाई सल्भ गरौँ है त। इक्वल्स टु लेख्ने जी भने कति रे 6.67 इन्टु 10⁻⁻11 इन्टु अब एम को भ्यालु हामीले दिएको छ कि एम भनेको 7.2 इन्टु 10⁻22 केजी। एम को भ्यालु यहाँ पनि नाम 7.2 इन्टु 10⁻22 अब डिभाइड बाई अपन अब आर स्क्वायर भन्छ रेडियसको स्क्वायर, रेडियसलाई स्क्वायर गर्ने जहिले पनि हुन्छ कति छ रेडियस 1.7 इन्टु 10⁻³ को स्क्वायर गर्ने हो। ल यो भ्यालु राखेपछि त हामी सबैलाई क्यालकुलेट गर्न आउँछ पक्कै पनि। कति कति हुन्छ भने क्यालकुलेटर थिच्नुहोस्। ल अब 4.8024 इन्टु 10⁻12 हुन्छ 4.8024 इन्टु 10⁻12 कति हुन्छ 12 हुन्छ हो 12 हुन्छ। अब तपाईहरूले तलतिर पनि क्यालकुलेट गर्नुहोस्। यो भनेको लगभग कति हुन्छ भनेपछि क्यालकुलेट हेर्नुहोस् 2.39 इन्टु 10⁻12 भन्छ। अब 10⁻12 कट गर्नुहोस् सजिलो हुन्छ यसरी। एन्सर कति आयो भन्दाखेरि 1.66 मिटर पर सेकेन्ड स्क्वायर। 1.66 किनकि तपाईँहरू सबै थाहा छ कि छैन, किनकि मुनको ग्राभिटी भन्दा अर्थको ग्राभिटी चाहिँ 6 टाइम्सले बढी छ। भनेपछि अर्थको 9.8 मिटर पर सेकेन्ड स्क्वायर भए अब त्यसको डिभाइड बाई 6 गऱ्यो भने चाहिँ नि 1.66 मिटर पर सेकेन्ड स्क्वायर निस्किन्छ। यदि तपाईँहरूले यो जी को भ्यालु थाहा भएन भने पनि मुनको ग्राभिटी एक्सेलरेसन ड्यु ग्राभिटी थाहा छ भने चाहिँ यहाँ मुनको यहाँनिर राख्ने यहाँ मुनको 1.66 राखिदिन्छ अनि यहाँ जी निकाल्न पनि सकिन्छ। यसरी पनि सकिन्छ। हामीले एक्सेलरेसन ड्यु टु ग्राभिटी चाहिँ निकालिसक्यौँ है त। अब बाँकी के हो भनेपछि चाहिँ हाम्रो वेट अफ 60 केजी मासको निकाल्नुपर्छ। वेट EIGHT वेट अफ 60 केजी मास को निकाल्नु पर्यो नि त। अब हामीले चाहिँ वेट अफ 60 केजी मास अन्त मुनको निकाल्नु पर्ने छ। तपाईँहरू थाहा छैन वेट कसरी निकाल्छ, वेट निकाल्ने फर्मुला के हो थाहा छैन भनेपछि ध्यान दिएर सुन्नु होला। वेट निकाल्ने फर्मुला भनेको चाहिँ नि W=mg हुन्छ, mg हुन्छ। अब हामीलाई स्मल एम को भ्यालु दिएछ कि छैन, दिएछ नि कति भन्छ 60 केजी भनेछ। अब एम को भ्यालु 60 केजी राख्ने 60 इन्टु अब तपाईँहरू नजिकको निस्कु यहाँ यो जी भनेको चाहिँ नि हाम्रो अर्थको ग्राभिटेसनल एक्सेलरेसन ड्यु टु ग्राभिटी होइन, किनकि यो जी भनेको अन्त मुन भनेछ मुनको जी निकाल्ने। हामीले जी निकालिसकेको छौँ, मुनको जी हाल्ने। हामीले यहाँ जी निकाल्छ कति निकाल्छ 1.66 मिटर पर सेकेन्ड स्क्वायर। हामीले हो यो चाहिँ यहाँ राख्ने 1.66। अब क्यालकुलेट गर्नुहोस्, क्यालकुलेट हेर्नुहोस् 60 हुन्छ हो। के को निकाल्नुहोस् भन्दाखेरि तपाईँ कति आउँछ भनेपछि 99.70 हो 70। अब के हुन्छ वेटको युनिट के हो भन्दा न्युटन हो, न्युटन। हामीले सब चाहिँ यसरी गर्न सकिन्छ। तपाईँले पक्कै पनि बुझ्नुभयो होला पनि म आशा गर्दछु।